मर्निङ गाइस, सबैलाई स्वागत छ मेरो यो 200 दिन भ्लग च्यालेन्जको डे 8 मा हैन। सो साथीहरु, म त हैन अब भ्लग के गर्ने त, भ्लग बनाए कता जाम त भनेर हिँड्दै थिएँ हैन। सो म चाहिँ मलाई चाहिँ बारीमा के अब के यस्तो चिज देखेर चाहिँ म घरको याद आयो। त्यसपछि बसेर चाहिँ म अब यहाँ भिडियो बनाइरहेको छु के हजुरलाई देख्न चाहिँ हैन। हो त्यहाँनिर देख्न सक्नुहुन्छ हजुरले हैन। यो चाहिँ एउटा त्यो हाम्रोतिर के अरे बोरी भन्छ के भन्छ त्यो लगाएको छ क्या। अब यत्रो ठुलो बारीमा चाहिँ हैन, पुरा बारीभरि बोरी लगाएको छ। सो ठ्याक्क चाहिँ फेरि यहाँ आँपको बोटो भेट्यो क्या, शीतल बस्ने हैन। सो त्यसरी चाहिँ यसरी छ्यालमा बसेर भिडियो बनाइरहेको। अब हिँड्दै हिँड्दै लास्टै गर्मी भएर हैन। सो यो बोरी हेरेर चाहिँ मलाई अब घरको अब यसो सम्झना आयो क्या हैन। अब घर भएको भए त यस्तो बोरीहरू लगाउने खाने हैन बस्ने हुन्थ्यो। तर अब के गर्ने, कमाउनको लागि चाहिँ यहाँ गोवामा आइया अब काम नगरी नहुने हुन्छ फेरि हामीलाई हैन। पैसा आउने अन्त कुनै सोर्स नै छैन हैन। सो त्यसरी चाहिँ अब फेरि गोवामा आइया हैन। तपाईँहरू त्यहाँ अगाडि देख्न सक्नुहुन्छ पुरा नारियलको बिरुवाहरू त्यहाँ माथिबाट लिएर हैन। यहाँ गोवामा चाहिँ मिल्ने भनेको यही नै हो, नारियल हैन प्रायः जस्तो। तर अब नारियल मिलेर पनि यो ठाउँमा नारियल सस्तो हुनुपर्ने कि, तर यहाँ ठ्याक्कै उल्टो छ क्या। यहाँ चाहिँ अझ महँगो छ क्या नारियल हैन। अब म यहाँको मान्छेहरूलाई प्रायः जस्तो सोध्छु कि हैन, यहाँ नारियल तिमीहरूको यहाँ थुप्रै पाइन्छ हैन, तिमीहरूको आफ्नै उ छ नारियलको बाग बगैँचाहरू हुन्छ, यति महँगो किन छ भन्नु। अब उनीहरूको भनाइ के छ भने चाहिँ अब नारियल बेच्नेवालालाई पनि पैसा चाहियो, किन्नेलाई पनि पैसा चाहियो। सो त्यसैले चाहिँ अब बेच्ने पनि त्यति नै बेचिन्छ, अनि आफूले किन्दाखेरि नि आफूले चाहियो भने किन्दाखेरि पनि त्यति नै हो, एकदम बराबर। न अब भाउ तल, बेच्दाखेरि तल, अनि किन्दाखेरि माथि, त्यस्तो केही छैन। अनि महँगो सस्तो केही छैन भन्दै क्या। सो हाम्रोतिर पनि अब सुन्तला लगाउँदाखेरि हैन, अब सुन्तला लगाइन्छ। अब सुन्तला बेच्दाखेरि अब तपाईँको 50-60 रुपियाँमा राखिदिन्छन्। अब बेच्दाखेरि उनीहरूले चाहिँ अब 100 रुपियाँ 150 रुपियाँ हैन, अब एक्स्ट्रा भनौँ न प्रफिट खानको लागि 2 गुणा 3 गुणा प्रफिट खानको लागि खान्छन् हैन तिनीहरूले। तर त्यस्तो नहुनुपर्ने खासमा नेपालमा हैन। अब नेपालमा पनि अब इक्वल, अब जतिमा किन्ने अब त्यहीमा 10-5 रुपियाँ अब एक्स्ट्रा खाइन बेचे पनि केही भएन हैन। त्यसले अब हाम्रो देशको किसानहरू पनि मर्दैन हैन, जुन चाहिँ अब धेरै ठुलो समस्या हाम्रो नेपालको लागि हैन। यसमा त अब अझसम्म कसैले केही एक्सन नै लगाएको छैन, सायद लाग्दैन नलग्ला, किनभने अब यो त चलिआएको होइन।